यो यसो झट्ट हेर्दाखेरि संसारका प्राकृतिक मनोरम दृश्यले प्रख्यात रहेको ठाउँ स्विजरल्यान्ड जस्तै भन्दा कम छैन यो ठाउँ। तर यो तपाईहरु नझुकिनु होला, यो ठाउँ नेपाल हो। यो ठाउँ हाम्रो नेपालको आरएनजीसी अर्थात् रोयल नेपाल गल्फ क्लबको हो। यो तपाईले देख्न सक्नुहुन्छ यहाँ मेरो क्यामेराको पृष्ठभूमिमा हाम्रो यहाँ गल्फरहरू पनि यहाँ गल्फ खेलिरहेका छन्। त्यसैगरी यो ठाउँ तपाईले हेर्नुभयो भने तपाई लगायत जो कोहीलाई पनि यो मनोरम दृश्यले ध्यान केन्द्रित गर्न सक्छ, तपाईलाई लोभ लाग्न सक्छ यो ठाउँको मनोरम दृश्य हेर्दाखेरि। र यो ठ्याक्कै यहाँ चाहिँ गल्फको नियमअनुसार 9 होल्स र 18 होल्स हुने रहेछ। फुल राउन्ड चाहिँ 18 होल्सको हुन्छ भने यसको हाफ चाहिँ 9 होल्सको हुने रहेछ। यो चाहिँ 9 होल्स अर्थात् 9वटा होलको चाहिँ यो आरएनजीसी हो। र यो क्षेत्रमा तपाईले यसरी हेर्नुभयो भने असाध्यै मनोरम दृश्य छ, यहाँ मनमोहक दृश्य छ। र यो यसको चारैतिरको हरियाली वातावरणले जो कोहीको मनलाई पनि लोभ्याउन सक्छ, ध्यानलाई केन्द्रित गर्न सक्छ। र हाम्रो नेपाल राम्रो नेपाल, संसारमा राम्रो नेपाल भनेर संसारभर प्रख्यात पनि छ। तथापि नेपाललाई अझ सबै मिलेर व्यवस्थित गर्ने हो भने संसारका धेरै मनोरम दृश्यले निकै नै प्रख्यात रहेको ठाउँहरू भन्दा हाम्रो देश नेपाल पनि कुनै कुरामा प्राकृतिक सौन्दर्यको हिसाबले कमी नरहने कुरा हामीले यो जुन यो प्राकृतिक मनोरम दृश्यले हामीलाई बताइरहेको छ। त्यसर्थ भन्न चाहन्छु, हामी सम्पूर्ण आम नेपाली यदि हाम्रो देश नेपाल, गोर्खेको देश नेपाल, सगरमाथा संसारकै उच्च हिमाल, उच्च सगरमाथा उच्च शिखरको रूपमा प्रख्यात हाम्रो देश नेपाल, त्यसैगरी शान्तिका प्रतीक गौतम बुद्धको देश हाम्रो देश नेपाल भनेर चिनिएको छ। त्यसैगरी हाम्रो सीता र भृकुटीको देश नेपाल, त्यसैगरी हाम्रो विश्वका प्रख्यात कलाका धनी हाम्रो अरूनिकोहरू भनेर चिनिएको देश नेपाल। र सँगसँगै हाम्रो प्राकृतिक दृश्यले पनि संसारकै नमुना देशको रूपमा प्रख्यात हुन कसैले रोक्न सक्दैन, किनभने यो मेरो क्यामेराको पृष्ठभूमिले नै बताइरहेको छ। यो त्यसकारण भन्न चाहन्छु, हामी सबै मिलेर यो देशलाई अझ समृद्धिमय बनाउनु छ, यो देशलाई अझ विकसित गर्नु छ अनि यो देश संसारकै नम्बर 1 देश बनाउनु छ, ताकि जहाँ गएर पनि शान्त सुन्दर हरेक कुराहरूले पनि समृद्धमय भएको देश भनेर चिनाउन हामी सबैले मिल्नुको विकल्प छैन। त्यसैलाई सबैलाई भन्न चाहन्छु, हाम्रो देश राम्रो देश, संसारकै नमुना देश। तर हामी सदा सर्वदा एकता र एकीकृत हुन आवश्यक छ। त्यसैले भन्न चाहन्छु, हाम्रो देश नेपाल सदा सर्वदा संसारमा प्रख्यात गरौँ। हाम्रो देश नेपाल विश्वको कुनै पनि देशभन्दा प्राकृतिक हिसाबले हामी कम छैनौँ। त्यसै गरेर सबैलाई भन्न चाहन्छु, वेलकम टु इन आवर पिस एन्ड ब्युटिफुल कन्ट्री नेपाल। थ्याङ्क यू भेरी मच। यति भन्दै आजको यो सानो यो हाम्रो प्राकृतिक मनोरम दृश्यले अति नै ओतप्रोत रहेको ठाउँबाट म तपाईहरुकै मित्र, खेलकर्मी, एक सामाजिक अभियन्ता गजेन्द्रबहादुर खपाङ्गे ईश्वर अहिलेलाई बिदा हुन चाहन्छु। तपाई हाम्रो भेटघाट खेलकुदमै, सामाजिक संस्थामै अनि ततामी एरिना ग्राउन्डमा रहिरहनेछ, खेलकुदमा रहिरहनेछ। जय खेलकुद, जय देश, जय हामी, जय देश। नमस्कार।